नमस्ते सम्पूर्णमा म नारायण राई। आज चाहिँ म विशेष छुट्टै किसिमको एउटा भ्लग बनाउन गइरहेको छु यहाँ समक्ष। तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ पूर्व भुटानी शरणार्थी गुल्दाब जाने बाटो, जुन चाहिँ यो तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ पुरानो ब्रिज पुल। आजको यो पुल चाहिँ अलि जीर्ण अवस्थामा रहे तापनि यसको मरम्मत कार्य चाहिँ हुने भन्ने कुरो बुझिरहेको छु। सँगसँगै म आज चाहिँ विशेष गरी जति पनि पूर्व भुटानी शरणार्थी मित्रहरू बिचमा चाहिँ है यो ठाउँमा भएका गतिविधि र वास्तविकता अहिले के कस्तो छ भन्ने विषयमा चाहिँ म यहाँहरूलाई चाहिँ उजागर गर्नको लागि म एउटा सानो ब्लग बनाइरहेको छु। यो चाहिँ पूर्व यो प्रशासन फाँट भन्नुपर्छ, जुन चाहिँ गुल्दाब शिविर जाने ठाउँमा चाहिँ पूर्व जाने ठाउँमा चाहिँ यो पुलिस त्यतिखेर बस्थ्यो। बिचमा आएर चाहिँ पछाडि चाहिँ यो शस्त्र बेस क्याम्प रह्यो भने म तपाईँलाई विविध यहाँभित्रको सबै कुरो देखाउँदै जानेछु। हवस् त, यो एरिया चाहिँ पर्छ है हाम्रो सुन्दरीचरण सामुदायिक वन समितिको कार्यालय अफिस पर्छ भने सँगसँगै तपाईँहरू यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पहिला सेक्टर डी एरियामा चाहिँ अहिले चाहिँ भव्य ठुलो राष्ट्रिय स्तरको एउटा अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउन्ड भएको छ भने भर्खरै यसमा चाहिँ वडा स्तरीय फुटबल सम्पन्न भएको छ। सँगसँगै तपाईँले यता स्टेट पूर्वतिर सिधै देख्न सक्नुहुन्छ भने अहिले हाम्रो भव्य यहाँनिर चाहिँ गेट बनिरहेको छ, जुन चाहिँ अहिले विशेष गरी यो एरियालाई चाहिँ अहिले चाहिँ शहीद नेत्र पार्क नामाङ्कन गरेर चाहिँ यसलाई चाहिँ पर्यटकीय स्थल सँगसँगै पिकनिक स्पोट्स र यसमा विभिन्न किसिमको मनोरञ्जनदेखि लिएर हरेक कुरोहरू चाहिँ यसमा चाहिँ भोलि गएर त्यो खालको बनाउने योजना सहित अहिलेको यो काम सम्पन्न भइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ ठ्याक्कै अहिले हामी चाहिँ पूर्व है यो चाहिँ ठ्याक्कै हामी भित्र जाने बाटो हो भन्नाले यो चाहिँ के छ भने स्कुलको यो सानो स्कुलको ग्राउन्ड देख्न सक्नुहुन्छ भने चाहिँ यो चाहिँ क्यान्टिन, पहिला यो ठाउँमा क्यान्टिन रहेको थियो। यसको पछाडि सेक्टर डी चाहिँ भव्य अहिले फुटबल ग्राउन्ड पनि देख्न सक्नुहुन्छ भने यो अगाडिपट्टि तपाईँले यतापट्टि पूर्वपट्टि देख्न सक्नुहुन्छ यो बाटोदेखि माथिल्लोपट्टि चाहिँ यो फुटबल ग्राउन्ड थियो। यहाँनिर चाहिँ हामी भयङ्कर फुटबल ग्राउन्ड थियो। अहिलेको अवस्था चाहिँ त्यस्तो छैन भने यो ठाउँमा चाहिँ सानो स्कुलको ग्राउन्ड तपाईँ देख्न सक्नुहुन्छ। चाहिँ अहिले हाम्रो चाहिँ यो चाहिँ एउटा यो स्विमिङ पुल अत्यन्तै यो चाहिँ अहिलेको यहाँको आकर्षक केन्द्र पनि पर्छ भने सम्पूर्ण यहाँ चाहिँ गार्डनहरूदेखि लिएर विभिन्न किसिमको हाम्रो जुन अहिले यो चाहिँ यो एउटा शहीद नेत्र पार्कको चाहिँ आकर्षक एउटा यो केन्द्र पनि रहेको छ। म यहाँहरूलाई देख्न चाहिरहेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ विभिन्न किसिमको गार्डनहरू चाहिँ मजाले अहिले एकदम यो चाहिँ अत्यन्तै राम्रो सुन्दर अवस्थामा छ भने जेस अहिले यो अत्यन्तै राम्ररी यो सञ्चालन भइरहेको छ। अहिले यो ठ्याक्कै यो ठाउँ चाहिँ पूर्व है हामी चाहिँ यो ठाउँ चाहिँ हामी भयङ्कर त्यतिखेर यो जुन चाहिँ शरणार्थी क्याम्प हुँदाखेरि चाहिँ यो ठाउँ चाहिँ हाम्रो फुटबल ग्राउन्ड थियो। हामी यहाँ भव्य अहिले म फुटबल ग्राउन्डको बिचमा छु भने यो ठाउँमा चाहिँ फुटबल ग्राउन्ड थियो भने यसको ठ्याक्कै तपाईँले यो साइडमा देख्नुहुन्छ यो चाहिँ ठुलो लाबर बोट थियो। यसमा लाबर चाहिँ जस्तो त्यो रुख चाहिँ जस्तै लड्यो है हावापानीले गर्दा लड्यो भने चाहिँ अहिले यसलाई चाहिँ हामीले एउटा यो पनि एउटा यसको केन्द्रबिन्दु नै छ। यसको यो चाहिँ अहिले यसलाई चाहिँ हामीले सिमसार तालको रूपमा चाहिँ परिणत गरेका छौँ। यहाँले देख्न सक्नुहुन्छ भाँगर खोला छेउको लक्ष्मीनारायण मन्दिरको है अहिले यो जुन चाहिँ त्यतिखेर भव्य ठुलो मन्दिर थियो त्यसको अहिलेको अवस्था चाहिँ यस्तो छ। यहाँले देख्न सक्नुहुन्छ। त्यो चाहिँ विशेष मैले देखाउनुको कारण चाहिँ कम्तीमा तपाईँहरूलाई पनि जिज्ञासा होला कि यहाँको अवस्था के छ कस्तो छ भन्ने हिसाबले नै मैले यो बनाइदिइरहेको छु। हस् त, म चाहिँ तपाईँहरूलाई अहिले यो ठाउँमा छु कि जुन चाहिँ तपाईँले देख्न सक्नुहुन्छ किराँत मन्दिरदेखि पूर्वपट्टिको जुन चाहिँ डाँडा भाँगर खोलादेखि पूर्वपट्टिको एरियामा छु। यो एरियामा आउनुको विशेष चाहिँ के हो भने त्यतिखेर जुन बेला हामी क्रिकेट खेल्थ्यौँ मेरो पनि यहाँ भयङ्कर धेरै अतिथि छन्। विभिन्न स्कुलका सरहरूदेखि लिएर विद्यार्थीहरूदेखि लिएर क्रिकेट खेलाडीहरूसँग यो डाँडामा यो ठाउँ दुई ठाउँ यो ठाउँ र पल्लो ठाउँ भयङ्कर हामी यसमा क्रिकेट खेलेको थियौँ त्यो समयहरू। सँगसँगै म तपाईँलाई यो सँगसँगै थियो त्यो किराँत मन्दिरदेखि पूर्वपट्टिको खालमा यहाँ चाहिँ भयङ्कर क्रिकेटहरू देख्न सक्नुहुन्छ। यो चाहिँ जुन चाहिँ खाल जग्गा छ यो एरियामा भव्य रूपमा त्यतिखेर क्रिकेट भयङ्कर आयोजनाहरू भएको थियो। जुन बेला चाहिँ वाइएफसी का भाइहरूले चाहिँ यो ठाउँमा आयोजना गरेको थियो। अन्य साथीहरूले पनि गरेका थियो, विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूले पनि क्रिकेट आयोजना गरिरहेको थियो। त्यस सँगसँगै हामी चाहिँ क्लब वाइज आएर पनि हामीले धेरै गेमहरू खेल्यौँ। हामीले टिम वाइज लिएर पनि यहाँनिर धेरै गेम खेल्यौँ। ती विशेष चाहिँ आज यो देखाउनु उद्देश्य चाहिँ के भने कयौँ यहाँका खेलेका भाइहरू चाहिँ अहिले देश विदेशमा छन्। उहाँहरूलाई चाहिँ यो ठाउँको कस्तो अवस्था छ होला भन्ने कतिपय जिज्ञासा लागिरहेको होला र सँगसँगै मलाई पनि आज 10-15 वर्ष 20 वर्षै पछाडि म पनि आएर आज यो ठाउँ मैले अवलोकन गरेँ र मलाई पनि कस्तो लाग्यो भने यो ठाउँ देख्दा है म त लगभग त्यस अवस्थामा युवै थिएँ, 20-21 वर्षको अवस्था थिएँ भने अब ती सँगै खेलेका ती भाइहरूलाई पक्कै पनि यो जुन अहिले यो जुन चाहिँ ग्राउन्ड थियो त्यसको तपाईँलाई मैले एरिया पनि यसो देखाउन गइरहेको छु। हेर्नुहोस् के छ भने जुन बेला चाहिँ यहाँनिर बचपनहरू बिताएको भाइहरूलाई त्यो याद आउन सक्छ र मैले आज चाहिँ यो छुट्टै एउटा भ्लगमा चाहिँ विशेष गरी सबै कुरो समेट्न प्रयास गरिरहेको छु। हवस् त, भाँगर खोला है यो भाँगर खोलाको चाहिँ छुट्टै विशेषता छ। जुन एक बेला चाहिँ मलाई थाहा भए अनुसार चाहिँ
कब्बे ठुलो पानी आएर चाहिँ है हाम्रो घरतिरदेखि लिएर भयङ्कर ठाउँ पसेको थियो। यो एरियामा पसेर धेरै क्षति पुर्याएको थियो र भाँगर खोलाको बारेमा चाहिँ मैले भन्नुपर्दा मैले बुझेको यो हो। र तपाईँले अहिले पनि देख्न सक्नुहुन्छ थोरै बहुत पानी छ। अहिले चाहिँ अब जुन अहिले सुखा मौसम छ चाहिँ है हाम्रो पुरा यो चाहिँ जो शरणार्थी गोलाप क्याम्पको चाहिँ मिड भाग भनौँ, यो चाहिँ बिएचई एरिया। तपाईँलाई मैले यो देखाउनुको उद्देश्य चाहिँ के छ भने यो विशेष गरी यसमा चाहिँ धेरै मानिसहरूको यादगार छ र यसमा मेरो विशेष यहाँ मेरो पनि रहेको छ। किनभने हामी त्यस बेलाको अवस्थामा चाहिँ हामीले यहाँनिर चाहिँ है डाइसहरू पनि खेलाएका थियौँ भने अहिलेको अवस्थामा तपाईँले देख्न सक्नुहुन्छ भने यो एरियालाई चाहिँ अहिले चाहिँ विशेष गरी पर्यटक र यसलाई चाहिँ विशेष गरी चाहिँ मतलब यसमा चाहिँ पिकनिक एरियालाई पर्यटक स्थलको लागि चाहिँ डेभलप गरिरहेको छौँ भने भर्खरै पनि यहाँनिर अहिले पिकनिक विभिन्न ठाउँबाट पिकनिक खानको लागि है मानिसहरू चाहिँ आइरहेका छन्। सँगसँगै अहिले विभिन्न ठाउँमा सुविधा सम्पन्न खालको चाहिँ हामीले चाहिँ यो एउटा हावाघरहरूदेखि लिएर विभिन्न अब यहाँनिर वाइफाईदेखि लिएर विभिन्न किसिमको चाहिँ अहिले आयोजन यो ठाउँमा चाहिँ कनेक्ट भइरहेको छ भने यो चाहिँ आउने जति पनि पर्यटकहरूको सुविधाको लागि चाहिँ भइरहेको छ। अहिले भर्खरै नयाँ समितिले चाहिँ आएर विभिन्न किसिमको राम्रो कामहरू गरिरहेको छ। उहाँहरूलाई हामीले यस कामप्रति चाहिँ धन्यवाद सहित एकदम हामीले उहाँलाई चाहिँ रेस्पेक्ट गर्नैपर्छ। अहिले ठ्याक्कै अहिले स्कुल एरियामा छु। यो चाहिँ ब्लुमिङ लोटस होइन बोर्डिङ स्कुलमा रहेको छ भने यो चाहिँ यसमा चाहिँ धेरै अहिलेको अवस्थाहरू यस्तो छ। विगतमा यहाँनिर धेरै विद्यार्थीहरूले है उहाँहरूको अतीत हुनसक्छ अहिले के कस्तो छ भन्ने जिज्ञासा छ भने पनि देख्न सक्नुहुन्छ। यो चाहिँ अहिले यस्तो अवस्थामा रहेको छ। सँगसँगै यसलाई चाहिँ अहिले चाहिँ विशेष गरी चाहिँ पिकनिक स्पोर्ट्सको लागि पर्यटक स्पोर्ट्सको लागि यो आफैमा पनि अहिले यो चाहिँ एउटा शहीद नेत्र पार्क नामाङ्कन गरेर राष्ट्रले 101 गन्तव्य स्थलको नाम राखिएको छ। त्यस हिसाबले पनि यो ठाउँमा भोलि सम्भावित धेरै पर्यटकहरू आउने सम्भावना रहेको छ भन्ने मलाई लाग्छ। यो चाहिँ पूर्व भुटानी शरणार्थी है गोलदापको जुन चाहिँ तपाईँ देख्नुहुन्छ यो चाहिँ रासन गोदाम जुन ठाउँमा चाहिँ रासन वितरण गरिन्थ्यो भने यसको ठ्याक्कै दक्षिण साइडमा तपाईँले यो देख्नुहुन्छ। यो साइडमा चाहिँ तपाईँ पानी ट्याङ्की यथावत छ। सँगसँगै म तपाईँलाई छोटो यतापट्टिको चाहिँ यो जुन चाहिँ त्यतिखेरको यो अफिस छ जुन यो अफिस पनि अहिले देख्न सक्नुहुन्छ भने मैले यो विशेष गरी यो चाहिँ तपाईँलाई यादगारको लागि पनि मैले देखाउने सोचमा चाहिँ मैले बनाइरहेको छु। हवस् त।